नमस्कार सम्पूर्णमा। आज चाहिँ मैले मौरीघरलाई कसरी कमिलाबाट जोगाउन सकिन्छ भन्ने भिडियो बनाउन गइरहेको छु। यदि हजुरहरूलाई मन पर्यो भने भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला र सब्स्क्राइब, लाइक अनि कमेन्ट गर्न सक्नुहुनेछ। सबैभन्दा पहिले त हामीले कमिला नियन्त्रणको लागि यसरी यो मौरीघरको सबैभन्दा मुनिको भागमा ग्रिस लगाउनु पर्छ। हामीले यसरी ग्रिस लगाइदियो भने कमिलाहरू माथि गएर मौरीलाई डिस्टर्ब गर्न सक्दैन र कमिला नियन्त्रणको लागि यो पनि एउटा एकदमै उपयोगी आइडिया हो। किनभने यस्तो यो ग्रिसलाई नागेर कमिलाहरू माथि जान सक्दैन। यसरी हामीले दल्दिनु पर्ने हुन्छ र यसरी हामीले हप्तामा एकचोटि दल्दियो भने पनि यो के पनि हुँदैन। हेर्नु होला, यो मसिना कमिलाहरू मास्तिर लागिरहेको छ। यसो गर्ने बित्तिकै यो कमिलाहरू माथि जान पाउँदैन। र मैले अर्को घरमा पनि यसरी नै यही प्रक्रिया दोहोर्याउने छु। हेर्नु होला, मलाई एकजना शुभचिन्तकले कमेन्टमा सोध्नु भएको थियो मौरीघरलाई कसरी कमिलाबाट जोगाउन सकिन्छ भनेर कमेन्ट गर्नुभएको थियो। त्यसैको आधारमा मैले यो भिडियो बनाइरहेको छु। हेर्नु होला, कमिला पनि आइरहेको छ। अब भने यो कमिला मास्तिर जान पाउँदैन। हजुरहरूलाई पनि कमिलाले अत्याधिक दुःख दिइरहेको छ भने यसरी ग्रिस दल्न सक्नुहुनेछ भने यो मुनिको भागमा पानी जम्मा गरेर पनि कमिला नियन्त्रण गर्न सक्नुहुनेछ। मैले भने यसरी ग्रिसको सहायताले कमिलालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छु। हेर्नु होला, यसरी नै मैले अन्य घरहरूमा पनि यसरी नै ग्रिस दलेर कमिला जानबाट बचाउने छु। र देख्न सक्नुहुन्छ मेरो मौरी फार्म वरिपरिको भ्यूहरू। आज एकदमै मौसम सफा छ, मौसम खुलेको छ, रमाइलो छ, घाम लागिरहेको छ। देख्न सक्नुहुन्छ हल्का बादल पनि लागिरहेको छ भने एकदमै राम्रो भ्यू देखिरहेको छ। हेर्नु होला, यस्तो छ आजको मौसम पनि एकदमै रमाइलो छ।